अनि अब अहिले चाहिँ घर जाँदैछु। यस्तो घाम लागिरहेछ कि म जरुरी पनि देख्दिनँ। बेला न कोही बेला पानी आएर आज मेरो साइड बिग्रियो। घर छेप्नु थालेको। हेलो एभ्रिवान, गुड मर्निङ सेवर, नमस्ते सबैजनालाई अनि वेलकम टु माई भ्लग। अनि आजको अर्को भ्लग चाहिँ मैले सुरुवात गरिसकेको छु साथीहरू बिहानै। अनि म चाहिँ हिजो बेलुका यता मूल घरमा आएको थिएँ नि त बोजूको साथी। अनि अब अहिले चाहिँ घर जाँदैछु। बाटो चाहिँ यता रोड जानु रोड पनि छ, मतलब हिजो आएको बाटो। तर म चाहिँ आज यता तल्लो बाटो जानु पर्यो भनेर जाँदैछु, किनभने हाम्रो भाइ अघि उठेर यता तल्लो घरतिर गएको छ कि। अनि हाम्रो भाइ फर्केर घर जानु बिर्सिन्छ यहाँनिर तल्लो घरको भाइसँग खेलेर। अनि त्यहाँदेखि भरे बुवाले कराउनुहुन्छ नि त, अनि भाइलाई लगेर जानु पर्यो भनेर म नि यताबाट हिँडेको। ल बिहानै काग कराउँछ नि त। अनि हेर्नु न साथीहरू, आज चाहिँ बिहानै पानी पर्नु आँटिराखेको छ नि त। ओ आया, यस्तो दिन भइरहेछ कि बिहानै कसम। आज घरहरू छेपौँ भनेको दिनले साथ नदिएला जस्तो छ। के गर्नु भनेर हिजो यत्रो ब्ल्याङ्केट जस्तो ज्याकेट लिएर आएको नि के काम हो। अहिले घाम लगाउने लगाएको थिएँ, राति त गर्मीले हप्पप भएर फुकालेछु क्या। यस्तो मिठो निन्द्रा लाग्यो होइन। 5 बजी नै बिल्झेको, तर अहिले 5:30मा उठेर म चाहिँ घरतिर हिँडेको साथीहरू। हेर्नु त अघि भने मैले भ्लग स्टार्ट गर्दाखेरि त्यही साह्रो पानी नै आउला जस्तो दिन भइरहेको थियो होइन बिहानै। अहिले हेर्नु न घाम लागेर यस्तो घाम लागिरहेछ कि। अनि दसैँ हो नि त, दसैँमा घाम लाग्छ साथीहरू। म चाहिँ के भन्छ अरे यहाँनिर अब खाना सब्जी पकाउनु लागेको। यहाँ फर्सीको गट्टा पकाउनु लागेको चाहिँ सब्जी चाहिँ सो हो। अनि अब आज चाहिँ म घर छेप्नु लागेको छु है। आज बुवा रातो माटोहरू चुनाहरू लिनु जानुभन्छ, घरमा चाहिँ माटो लाउनु लागेको छु म चाहिँ आज चाहिँ। अनि आज चाहिँ त्यही भ्लग हेर्नु होला, किनभनेदेखि आज चाहिँ म चाहिँ यो खाना सब्जी बनाएको भिडियो बनाउँदिनँ है। किनभने जुनै भ्लगमा त्यही भिडियो किन बनाउने होइन। साथीहरू हेर्दै गर्नु होला। अब एकैचोटि दिन्छु ल साथीहरू। अब चाहिँ म यो के परे यहाँनिर घर छेप्नु लागेको छु। चुनाहरू अघि भिजाएँ। अनि अब चाहिँ घर छेप्नु लागेको। अझै चाहिँ बाहिर छेप्छु। अनि यहाँ हेर्नु न कोहीको ताल चाहिँ गाह्रो छ र। यहाँ चाहिँ छ हाम्रो चुना, त्यहाँ छ गेरु, अनि हाम्रो पुकुले। ल साथीहरू अब चाहिँ म यहाँनिर घर छिप्ने कार्यक्रम। टुप्पी अलिकति काट्नुपर्छ, काट्नु छ हँसी छैन ल साथीहरू, मैले चाहिँ यहाँनिर अब चुना यसपालिको चुना चाहिँ अब स्टार्ट गरिसकेँ लाउनुलाई होइन। तर के हो लाउनै आउँदैन त मलाई। यो कुचोले चाहिँ साह्रो चाहिँ भुइँमा चाहिँ साह्रो चुइन्छ हौ। ब्रुसले लाउनु थिएछ बरु जामा लाउने। हातैले लगाइदिएको
प्याज यो पाराले त कहिले लैसक्नु यो नै गर्छु त हौ अब त्यो पानी घप्टै छैन यहाँ थप्ने पानी ल्याएको त्यो भाग लास्नी अहिले कुटे खान्छस् है भाइ मुढा ल्याइदे त मलाई एउटा बेला नको बेला पानी आएर आज मेरो साइट बिग्र्यो घर छेप्नु थालेको आज बाहिर त सक्छु भनेको साइट बिगार्दिहाल्यो नि पानी आएर आमामा पानी आइसक्यो नि पानी आइहाल्यो त्यही भएर चाहिँ म चाहिँ यहाँनिर भुटेर खाने भनेर चाहिँ यहाँनिर मकै छड्याउँदैछु ओ राई मैला यहाँ आऊ साथीहरू के गर्नु अघि चुना लाउँदै पानी आयो नि त सो त्यही भएर चाहिँ अहिले फेरि म भर्खरै आएको छु उयो झ्यालमा पनि अघि लगाएकै थिइनँ अहिले आएर अनि यहाँसम्म लगाएँ हेर्नु न आज मेरो कस्तो प्लान थियो सबै बनाइसक्ने लगाइसक्ने पानीले गर्नु पऱ्यो नि तिनजेलमा अघि लगाइसक्नु आँटेको थियो अब यता यो झ्यालमा पनि अर्कोमा जस्तै लाउनु पर्ने हुन्छ है धेर त छैन यही घर मात्रै हो तर पनि त गाह्रै हुन्छ नि त साथीहरू अब मेरो काम चाहिँ इस होइन यति भइसक्यो कस्तो राम्रो देखिँदो रहेछ क्या यति भइसक्यो नि त यतापट्टि रातो यति लगाइसकेँ अब यतापट्टि लाउनु पर्ने छ है साथीहरू उता अलिकति बिग्रियो कि हिमाल चुली भइगयो अनि फेरि सेतो लगाइदिएको त्यहाँनिर ट्याक्क यति नै आज चाहिँ पानी आएर नि अघि नत्र आज उता अगाडिपट्टि पनि सकिन्थ्यो के गर्नु रात परिसक्यो होइन साथीहरू अब भोलि पनि उयो गर्नु पऱ्यो अनि भोलि चाहिँ अब उतापट्टि र भित्र सकेर
चाहिँ मेरो घर लिप्ने कार्यक्रम पनि फिनिस्ड हुन्छ साथीहरू। फाइनल चाहिँ भोलि नै हेर्नु होला। अनि आजको भ्लग चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। लाइक कमेन्ट सेयर गर्न भने नबिर्सिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। त्यति भन्दै आजको भ्लग चाहिँ यहीँसम्म साथीहरू। बाई बाई।